बुवा कोकोनट मंकी एन्ड द ह्यान्ड भने जस्तो बाँदरको हातमा माछाले स्याउ खा नरिवला हाँस मा कुन माछा खाने डाइनोसरको मासु खाने गोहीको मासु खाने गोहीको मासु खानुपर्छ ल डाइनोसरको त्यहाँ छ अरे नि त है माछाले सार्कहरू पनि छ होला होइन टर्दैन म्यान झोलिङे पुल पनि छैन है ल अर्को सम्पाङजी यता आउनु पर्यो यहाँ कारे मकन टुर अरे मकन कसले खान्छ भगवान पानीमा खेल्ने बनाएको थियो अस्ति मैले सोधेको पानीमा खेल्नु मजा आउँछ नि खेलेको छ कहिले हो कस्तो मजा आउँछ टिङ टिङ खेल्नु त्यत्रो कुहिरेहरूले खेल्छ त नि कस्तो पानीमा ड्याङ ड्याङ हातले नि हातले त चाल्नु परेन त्यहाँ गहिरो छैन नि त गहिरो छैन क्या कुलेखानीको माछा के सर कहाँ यो त फेरि वेल सार्कको माछा नि सार्क माछा नि वेलहरू झोलुङ्गे हिँड्नु चाहिँ हिँडेको तर गाह्रो पर्यो उही ठुलो पाप यिनीहरू सोक्न सकारी भोक्न भकारी गर्छ
भोलि मात्रै जानेहरू यिनीहरू सकिँदैन नि अघि त म कस्तो उकालोमा त रुनु मात्रै सकिनँ हौ मैले एकछिन त यो जुत्ता उस्तै गरौँ भारी भएर ए छेउ के कति गराएको भन्ने हौ माया प्रकृतिले भरिएको प्रकृतिको सुन्दरताले भरिएको हाम्रो देश नेपाल सन्देल दाइ हाम्रो देशमा के चाहिँ सम्भावना छैन भन्नु यहाँबाट कति मेगाहर्जको बिजुली निकाल्छ थाहा छ हो गुगलमा लेख्छ हो ल सन्देल दाइ आज एक गते हिँड्नु पाइयो सालभरि हिँड्नुपर्छ होला बोट चढ्नु पाइयो